के गर्ने हामी गन्तव्यमा पुग्छ कि पुग्दैन होला पुग्दैन होला तर पुग्छ होला आयो दुधेको पुरी फाइनली हैन फाइनली फाइनल कुन हो हल्यान्ड यस्तो हाइकिङ फेरि आउने हो हेलो एभ्रिवान वेलकम टु माई भ्लग आज चाहिँ फेरि पनि मैले भ्लग बनाउने निर्णय गरेको छु अनि आज चाहिँ हाम्रो प्लानिङ के छ भने हाइकिङ जाने कहाँ जाने भन्दाखेरि चाहिँ मणिचुट भन्ने चाहिँ अब धेरै अब टिकटकतिर देखिरहेको हो नि त अनि हामीलाई पनि पुरा जानु इच्छा जाग्यो अनि हाम्रो साथमा चाहिँ बहिनीहरू हुनुहुन्छ त्यो चाहिँ म अहिले एकछिनपछि देखाउँछु अहिले चाहिँ फिलहाल म एक्लै बोलिरहेको छु अनि यहाँदेखि यहाँ चाहिँ हामी चाहिँ अहिले नयाँ बस्ती क्लबमा छौँ यहाँदेखि अब हामी गाडी चढेर साकु जानेछौँ अनि साकुमा हामी भेट्नेछौँ यो चाहिँ हाम्रो पूजापाठ कार्यक्रम ल यहाँ चढाउनु यो भिडियो भाइरल हुनु पर्यो सबैजना हामी कहाँ छौँ मैले सागरमा छौँ हैन सो वेलकम टु हाम्रो भाउजूको भ्लग हामी चाहिँ गाइज होइन सागु आइपुगेको तर हामी चाहिँ सागु भनेर चाहिँ सागुको साली नदीमै पुऱ्याइदियो क्या हामी चाहिँ यहाँ बसपाटदेखि भित्र गेटबाट छिर्नुपर्ने रहेछ लोकेसन चाहिँ हामीलाई थाहै छैन अब सोध्दै सोध्दै जानुपर्ने हाम्रो हालत हेर्नुहोस् साली नदी दिदी कहाँ छ अरे साली अनि नदीमा आइपुग्यो हामी पैसा देऊ कहाँ नदी चाहिँ ऊ नि होइन क्यामेरामा क्यामेरालाई चाहिँदैन ल एमटी एभरेज गाइज होइन हामीसँग चाहिँ यहाँ खानेकुराहरू पुरै टन्नाटन बोकेर जाँदैछौँ पानीले अब भेटाउन सक्छ होला हामी छिटोभन्दा छिटो माथि चढ्न चाहन्छौँ होइन अनि गएर चाहिँ हामी टक्क गम 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 खाने हो फलो गर्दै गर्नु होला सबैजना ट्रेकिङमा हाइकिङमा हिँडेको म चाहिँ ट्रेकिङमा सो लेट्स गो कौन है ये लोग कहाँ से आते हैं हामी चाहिँ यो गेटबाट अब प्रवेश गर्दैछौँ वज्र योगिनी मन्दिर हामी आइपुग्यौँ फाइनली अब हाम्रो डेस्टिनेसन सुरु हुँदैछ हाम्रो इन्ट्री भयो गाइस खराब शुरू करते हैं बिना किसी बकचोदी के हाम्रो डास्टानाउन गुस्टुलुङ स्टेसन चाहिँ स्टार्ट भइसकेको छ गाइस गाडी आउनु भयो पुरा चिसो चिसो किन स्टार्ट भएको छ अनि सो मसँग त पैसा छैन क्या बात है सर क्या बात है सर होइन भाउजूले किन्नुहुन्छ होइन म त त्यत्तिकै फ्रीमा गएको पनि हिँडेको जिस राह पे तुम चल रहे हो बेटा एक दिन पूरी तरह फंसोगे गाइस हामीले चाहिँ अब यहाँ यत्रो धेरै पैसा खर्च गर्नेवाला छौँ हाम्रो टोली आउनुहुँदैछ के बोकेको यो हो हाम्रो डेडिङ्स दिस इज फलाङ फुलुङ फलफुल ल गाइज हामी चाहिँ अब टक्क कुन मन्दिर रे भाउजू बिर्से वज्रयोगिनी मन्दिरमा चाहिँ हाइकिङ गर्न गइरहेको छु अनि उहाँ हुनुहुन्छ मेरो दाइ उहाँ भाउजू सोल्टेनी अनि मेरो बहिनी सो हामी चाहिँ त्यो बाटो हुँदै चाहिँ मणिचुट जानेछौँ सो देख्न सक्नुहुन्छ हाम्रो चाहिँ के हो त्यो भाउजू आयो प्लास्टिकमा चिप्स आयो ल है त गाइस हामी यो बाटो हुँदै जाँदैछु तपाईँहरू पनि आउन सक्नुहुन्छ होइन तपाईँहरूलाई स्वागत छ कहाँ आउँदैछ भन्दाखेरि यो मन्दिरको नाम चाहिँ के हो हामीलाई नै थाहा छैन गाइस के हो थाहै छैन स्वागत छ ल गाइस हामी चाहिँ अब टक्क बजरङ्गी भाइको मा चाहिँ प्रवेश गरिसकेको छौँ उहाँ हुनुहुन्छ हाम्रो एकदमै क्युटनेस भाउजू सोल्टिन त झनै कुरै नगरौँ मेरो बहिनीको त झन् आहा हाम्रो गाइस फाइनली फाइनली अबे जल्दी बोल कल सुबह पनवेल निकलना फाइनल फाइनली जङ्गल छिर्यो फाइनली अब हाम्रो हाइकिङ स्टार्टिङ भयो यार गाइस यो अब बाटो पनि यसरी टक्क देखाइदिनु हुनु हार्दिक विनम्र अनुरोधको साथमा हामी हाम्रो गन्तव्यतिर लाग्छ नि तर गन्तव्यमा पुग्छ पुग्दैन थाहा छैन तर प्रयास जारी छ
थ्याङ्क यू सो मच। यहाँ सबैभन्दा हाइकिङ हिँडेको जस्तो चाहिँ यो हाम्रो बहिनीले देखिरहेछ। वा विदेशबाट आएको हो? कुन देशबाट आएको नि? कुन हो? हल्यान्ड। यस्तो हो। ल गाइस अब चाहिँ हाम्रो साँच्चै नै भन्नुपर्दा सिरियसली नै कुरा गर्दाखेरिमा चाहिँ अब हाइकिङ स्टार्ट भइसक्यो। सो हामी चाहिँ अब यो जङ्गलको बाटो हुँदै हुँदै जाँदैछु। लेट्स चाहिँ तपाईँहरू पनि हाम्रो भिडियोहरू इन्जोय गर्नु होला। यदि तपाईँहरूलाई पनि आउन मन लाग्यो भने तपाईँहरू पनि आउन सक्नुहुनेछ। लेट्स स्टार्ट। गाइस फाइनली चढ्दा चढ्दा उख भइसक्यो होइन। अलिअलि भएको बोझो पनि घटिसक्यो। हामी चाहिँ अब उकालो यहाँबाट उकालो लाग्दैछौँ। हाम्रो गन्तव्यमा पुग्छौँ भन्ने हामी आशाको साथमा जाँदैछौँ। के साह्रो हल्ला मेरो बहिनीहरू हेर्नु त गाइस। आयो दुधेको पुरी। जुस खाने खैना जुस खुवाइदिउँ कि क्या हो? होइन खुवाउँदिनँ होइन खानुहुन्छ र? मेरो पाखुरा यत्रो ठुलो देखेको होला, तपाईँहरू अलिक सतर्क रहनु होला। म त एक बेटे आमा। क्या जोक मारा भाइ। उमेश म त भाउजसँग हिँडेपछि ओभर सेफ फेल गर्छु। सुनेकै छ। आयो जङ्गलमा बाख्रो भाग्यो करायो पनि। गर्दा गर्दै पुग्दैन है। दुर्लभ किरा भेटियो। गाइस दुर्लभ किरा। दिस इज यो त खानुहुन्छ होइन? खान्छ त यो। यसको के मोमले लग्दिम कान्छी। के औषधि हुन्छ यसको? यो हाम्रो हड्डी बेबी तपाईँ पनि खानु। यो हड्डीहरू उयो हुन्छ नि लड्दाखेरि के हुन्छ नि। ए भरे फर्किँदा के छोड न। भरे फर्किँदा हो। अहिले बसिराख्नु न। चिप्ले किराको बच्चा कति क्युट छ नि भाउजू। कति क्युट छोड न ए मिलेर बस्छ क्या। कस्तो हो यो त? हेलो गाइस हामी चाहिँ यस्तो सुन्दर ठाउँको छेउछाउमा आइसकेको छौँ। अनि यहाँ हेर्दाखेरि चाहिँ एकदमै रमाइलो आफ्नै गाउँठाउँमा पुगे जस्तो फिल भइरहेको छ। अनि यहाँबाट हामी चाहिँ अब यता हुँदै यात्रा गर्छौँ। हाम्रो साथीभाइहरू चाहिँ यहाँ थकित भएर आश्चर्यचकित भइरहेको छ। सेलरोटी खाँदैछौँ न। हाम्रो बहिनीले चाहिँ सेलरोटी खाने कुरा गर्दैछ तर यहाँ नदिने। भोक लागेको बेलामा खायो भने दामी हुन्छ। अनि हामी चाहिँ एकदम रिच म्यान हो होइन। जे खानुको लाग्छ त्यही छ हामीसँग। तर अहिले यहाँ नदिने। तर मलाई चाहिँ अहिले भोक लागेको हो। देउरालीमा बतास चल्यो। गरौँ न यता हेर न। हाइकिङ फेरि आउने हो? यो चाहिँ एकदमै के भन्छ के कस्तो पानी रे प्योर पानी यो चाहिँ प्योर साला खारेन। हाम्रो उहाँ हुनुहुन्छ सोल्टेनी म्याडम। हामी अब कति टाइम लाग्छ यहाँदेखि पुग्नु? अझै 2 घन्टा लाग्छ भन्ने कुरा छ गाइस। अब हामी चढ्दा चढ्दा यही थकित भइसक्यौँ। पुग्छौँ कि पुग्दैनौँ भन्ने कुरा मात्र हो। भोक लाग्यो होइन। अनि भोक लाग्यो है। भोक लाग्यो त्यही हो। अब यहाँ चाहिँ यस्तो दिँदैछ होइन। ल हामी अब सबै आयो। अब चाहिँ हामी भाग्छौँ होइन। यहाँ बादरको बच्चा हेर्नु न।
हामी यहाँ यस्तो ठाउँमा आइपुगेको छौँ ल बहिनी आगे चलो सर्वने हजुर भाउजू चलो 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 गाइस यस्तो दामी ठाउँ छ नि हामी चाहिँ मणिचुट भन्ने ठाउँमा आएको त त्यहाँ हामी पुग्नै सक्दैनौँ जस्तो छ क्या यहाँको यो जङ्गल हरियाली वन जङ्गल चराचुरुङ्गी आवाजहरू होइन यस्तो आनन्द शीतल के अनि हामी चाहिँ यतै भुलिसक्यौँ गाइस भाइ बहिनीहरू साथीहरू अगाडि बढ्दैछन् अब यो उकालो हेर्नुहोस् यस्तो दामी देखिरहेको छ पसिना आयो आयो पसिना आयो छिटो ज्याकेटबाट हात निकालेर फेरि तपाईँ पनि अलिक नजिकमा आउनु न यार कसरी जुम गर्ने उहाँ चाहिँ मेरो आफ्नै प्यारो मान्छे कस्तो कालो अब यार सरी कस्तो कालो कालो पनि होइन कि कालो सिधा बस्नु न बेबी वाह वाह डान्स गर कान्छे डान्स गर फाइनली गाइज हामी चाहिँ जति माथि चढ्दैछौँ त्यति राम्रो राम्रो ठाउँ आउँदैछ जति राम्रो चढ्दैछौँ त्यति राम्रो राम्रो ठाउँ आउँदैछ अब के गर्ने हामी गन्तव्यमा पुग्छ कि पुग्दैन होला पुग्दैन होला तर पुग्छ यस्तो दामी ठाउँ छ यार गाइज मलाई पहिले बोल्नु दिएन सेल्फी हानौला लेट्स गो